वाला है लास्ट में मीठो हुन्छ यो वाला तरबुजा कति महँगो हुन्छ यो वाला त मिठो ओके एउटा बुढा त्यत्रो फलायो बेल्नु हामी यहाँ फुलहरू पनि दामी दामी रहेछ नि त हो दामी दामी फुल छन् यार सब महँगो होइन यता यो सिरिसको पात जस्तो के हो यो फेरि सबलाई सोधेर आउनुपर्छ लिनुपर्छ पहिला हामीले भित्र हेरौँ न यस खालको त्यो टोकरी पायो भने टोकरी यस्तो खालको माथि पाउँछ नि होइन कम्पनी छ होइन यसो होला छन् जति पनि छन् फुलहरूको बेर्नाहरू बबाल बबाल छन् है गाइज हेरौँ त है बेर्ना अनि नि फुलको बेर्ना यो यहाँको फोटो खिचेर मैले साउलाई देखाउने म यहाँ लगाउँछु भनेर यो के को बेर्ना रहेछ हेर्न सक्नुहुन्छ गाइज हामी डिसिएम सपमा आएका छौँ हेर्न फुलहरू बवाल बवाल फुलहरू छ यो के को गेडो रहेछ त्यो दामी फल्यो त यार कहाँ गएको बिउहरू है अब खेतीपाती खेती गर्नु पऱ्यो कि बिउ खाएर भएन कति किनेर खानु महँगो हेर्न लाउने त्यो काँडो हो यहाँ फेरि सामान टच गर्न मिल्दैन हेरेर बस्ने हो टच गऱ्यो भने यहाँ चाहिँ कारबाहीमा परिन्छ होइन सो त्यसैले हेर्ने टाढैबाट हेर्ने खास भिडियो बनाउन पनि लिगल छैन भाडाहरू दामी दामी भाडा खाने यस्तै भाडाहरू हाम्रो ह्यान्डसम दामी दामी बेर्नाहरू गुलाबको बेर्नाहरू डिफ्रेन्ट डिफ्रेन्ट छन् गुलाबको बेर्नाहरू पनि यहाँ चाहिँ अब हामी जान्छौँ मेन सपनिर अन्त के चाहिन्छ है सामानहरू चाहिने हो ल यो बाल्टीको मूल्य यति छ हेर्नुहोस् है अब हामी भित्र छिर्दैछौँ अब होइन हो हेर्न सक्नुहुन्छ सबै कस्तो बवाल बवाल छ क्या बिरुवाहरू नेपालमा त हुँदैन त जतिलाई हो नेपालमा त यो पाइन्छ हो मैले बुटुल देखाएको हो गाडी सिकाउँदा बुटुल देखाएको हो यो बेर्ना चाहिँ यो चाहिँ बेर्ना हो दामी बवाल बवाल छ है के चाहिन्छ के भन्नुहुन्छ एभ्री पाइपहरू भयो यहाँ बाल्टीहरू कस्तो बवाल बवाल बाल्टी छ होइन एउटा बाल्टीको 272 रुपियाँ एउटा पिसको बवाल बवाल छ ल यो चाहिँ गमला टोकरी भेट्यो गमला टोकरी यता खान ए यता खान कि जति पनि छ यता एउटालाई 200 ठुलो त फेरि भाउ सुन्नै नसकिने हो क्या फेरि यसको मूल्य 600 कति हो
अन्त मेन टार्गेट भनेको हाम्रो यताउताको बिउ हो क्या हो यहाँ? ल है अब मैले अदुवाको प्राइस देखाउँदैछु है अदुवाको प्राइस चाहिँ 800 ग्राम 800 ग्रामको कति प्राइस त देखाएन त 1408 रुपियाँ यहाँ पनि त्यहाँ हो 1408 रुपियाँ होइन ल हामी त्यहाँ मेन सपमा आयौँ यहाँ आएपछि तपाईँको साइकलहरू छ है मैले साइकलहरू खानेकुराहरू चामलहरू चामल त सकिहाल्छ त खास मेन कुरो यो सबमा आएको चाहिँ चामल हेर्न आएको हो चामलहरू 5 किलोको चामललाई चाहिँ 3218 रुपियाँ छ होइन ल हेर्नुहोस् है यहाँ सब कुरा पाइन्छ कि एउटै सबमा सब कुरा लगाए हेरौँ यस्तो पनि पाइन्छ प्राइस चाहिँ कति हो यो चाहिँ गाडीको सिटहरू हेर्नु बवाल सिट छ यो गाडीको सिट हेर्नुहोस् बवाल सिट छ एउटा सिटको प्राइस चाहिँ तपाईँको 1848 रुपियाँ बवाल छ ल जाम यसो रान घुमेर जाम आइयो अब कतितिर होइन तलतिर यसो घुमाउनु न यहाँ त के रहेछ आज छुट्टीको दिन आज कतै सुत्ने घर त्यो खानेकुराहरू माटोको जस्तो भेट्यो न रबरको भेट्यो क्या यी दोसनाहरू हेर्नुहोस् राम्रो छ कपडाहरू हेरौँ है कपडाहरू चियरहरू भयो बवाल चियरहरू पनि छ यहाँ यसको नाम हेर्नु 10,000 हेर्नुहोस् कस्तो बवाल कुर्सी छ होइन तर फेरि प्राइस सुन्ने नि ढलिन्छ फेरि 10,978 19,000 हेर्नुहोस् ल 19,780 है कति महँगो छ हो टाढेबाट हेर्ने तर्सिने हो कि हामी त जस्तो त अब लाइटहरू हेर्नुहोस् बवाल रुमको लागि लाइटहरू बवाल छ हेर्नुहोस् चाहिँ त्यही त लाइट यहाँ चाहिँ इलेक्ट्रोनिक सामानहरू छ लाइटहरू के चाहिन्छ होइन सब कुरा आयो सिसी क्यामेराहरू छ बवाल सिसी क्यामेराहरू छ ल गाइज आजलाई यति नै अनि अर्को सबमा जाँदैन अर्को सबमा एउटा भिडियो गर्नु थियो ल कस्तो धन्यवाद गुड नाइट